नमस्कार, हम बानी साबिर हुसैन। हमरा कैमरा में अभी साथ दे रहल बानी सत्यनारायण जी। अभी अपने देख रहल बानी समृद्ध नेपाल वीरगंज महानगर पालिका वार्ड नंबर 12 मुरली में रहल स्वास्थ्य चौकी के पास आयल बानी सन। जौन अपने बैकग्राउंड में देख रहा लोग के बच्चा सब अभी खोप खाए खातिर आ चुकल बा लोग जी। आज से खोप अभियान शुरू हो चुकल बाटे। परसा जिला भर लागू भइल बा। 12 के 6 गो गाँव पालिका मध्य कलैया उप महानगर पालिका बा, विश्रामपुर गाँव पालिका बाटे, ऐसे ही परवानीपुर गाँव पालिका बाटे, ऐसे ही सिमरा अजीतपुर गाँव पालिका बाटे, फेटा गाँव पालिका बाटे। आज 26 गते है। 26 गते से लेके 2 गते तक ले इ अभियान शुरू बा। इ खास करके विशेष जौन हैजा आई रहा, केहू के नेगेटिव रहा, केहू के पॉजिटिव रहा, उहे संदर्भ में नेपाल सरकार इ एगो अभियान चलेले बा, जेमे अभी दवा हर जगह उपलब्ध हो चुकल बाटे, परसा अबारा दोनों जगह। ऐसे ही हमनी के वीरगंज अभियान शुभारंभ कार्यक्रममा उपस्थित जिल्ला स्थित सम्पूर्ण कार्यालय पहुँचीहरू यो अभियानलाई सहयोग पुर्याउन विकास साझेदार संस्था, विश्व स्वास्थ्य संगठन, युनिसेफ लगायतको संस्थाबाट पाल्नुभएका सम्पूर्ण महानुभावहरू, स्वास्थ्य कार्यालयका प्राविधिक कर्मचारी लगायत सम्पूर्ण महानुभावहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, उपस्थित सम्पूर्ण महानुभावहरू, हामी आजदेखि पर्सा जिल्लामा विगत 2 महिना अगाडिदेखि एउटा महामारीको रूपमा फैलिएको हैजा विरुद्धको विभिन्न प्रयासहरू हामी गऱ्यौँ। यो चाहिँ एउटा महामारी रोगको रूपमा, संक्रामक रोगको रूपमा अगाडि बढ्यो। करिब 1300-1400-1500को हाराहारीमा बिरामीहरू अस्पतालमा भर्ना भएको रिपोर्टेड केस भयो। करिब 250 प्लस चाहिँ हाम्रो यो टेस्ट गर्दा पोजिटिभ केस देखियो। र यो महामारी आइसकेपछि यो महामारीलाई हामी सबै निकायको समन्वयात्मक पहलमा रोक्नुपर्छ भनेर हामी धेरै प्रयास गऱ्यौँ। र हामीले चाहिँ दिनदिनै चाहिँ के भयो अवस्था भनेर हेर्ने, बुझ्ने, तथ्याङ्कहरू केलाउने र चाहिँ त्यो महामारी अलिक प्रकोप बढी देखिएको ठाउँमा चाहिँ हाइजिन फ्याक्टर र अरू कुराहरू चाहिँ मेन्टेन गर्ने गरी अगाडि बढ्यौँ। र त्यही बेला चाहिँ वास्तवमा यो कतिपय सबै ठाउँमा जान नसकेला, तर यो खोप चाहिँ सरकारले ल्याइदिए राम्रो हुन्थ्यो भन्ने वास्तवमा हाम्रो समुदायको, हाम्रो पनि माग हो। त्यो कुरा हामीले हाम्रो तहमा पनि राख्यौँ र यहाँ माथि वास्तवमा मन्त्रालयले माथिल्लो तह खास गरेर विकास साझेदार संस्थाहरूसँग चाहिँ समन्वय गरेर चाहिँ यो खोप चाहिँ बडो मेहनतका साथ चाहिँ यहाँ आइपुगेको चाहिँ छ। यो हैजा विरुद्धको खोप चाहिँ यो विश्व स्वास्थ्य सङ्गठनबाट परीक्षण प्राप्त टेस्टेड खोप हो। यो सुरक्षित छ र यो खोप चाहिँ आजदेखि हामी पर्सा जिल्लाका सबै स्थानीय तह र 12 जिल्लाका 6वटा स्थानीय तहमा प्यारलली सुरु गरेका छौँ। र पर्सा जिल्लाको सबै जनसङ्ख्यालाई पुग्ने जति यो खोप आएको चाहिँ छ। र यो खोप खाएपछि हामी कम्तीमा पनि 1 वर्ष ढुक्कसँग बस्न सक्ने हुन्छौँ, सुरक्षित छ। र त्योभन्दा लामो समय पनि होला। पछि सरकारले यसको अरू ब्याकअप प्लानमा अरू चाहिँ खालका कन्टिन्युटी गर्ने कार्यक्रम पनि आउला। कम्ती अनि यो खोप चाहिँ सरकारले बडो मिहिनेतका साथ निःशुल्क रूपमा चाहिँ हाम्रो घर दैलोमा लिएर आएको र यसको चाहिँ पुनः सुरक्षित भएको भएर चाहिँ ढुक्क साथ चाहिँ यो खोप चाहिँ सबैले सेवन गर्नुपर्ने हुन्छ। यसमा खासै त्यस्तो केही पनि चाहिँ यसको चाहिँ प्रतिउत्पादक अथवा यो खोपले चाहिँ गर्ने असरहरू त्यस्तो देखिया छैन, नगर्ने खालको असर छ। त्यो भएर चाहिँ हामी ढुक्क रूपमा सेवन गरौँ, स्वस्थ रहौँ, सबै समुदायलाई सुरक्षित राखौँ। र पर्सा जिल्लामा यस्तो खालको खोप कार्यक्रम अथवा सरकारले ल्याएको अभियान, यो अभियान चाहिँ सरकारले सुरु गरे हो, तर हाम्रै लागि हो, हाम्रै जीवन बचाउनको लागि यो अभियान सुरु गरे भएर चाहिँ हामी सबैले चाहिँ यसमा चाहिँ सहयोगात्मक हिसाबले चाहिँ हामीले काम गऱ्यौँ भने मलाई लाग्छ यस्तो अभियानहरू सफल हुन्छ। अभियानमा सबैको चाहिँ साझा उत्तरदायित्व, सबैको चाहिँ साझा सोच, सङ्कल्प र सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने हुन्छ। सञ्चारकर्मी मित्रहरूलाई पनि वास्तवमा यसलाई सकारात्मक सन्देश जाने गरी चाहिँ सूचना सम्प्रेषण गरिदिनुपर्ने हुन्छ। अभिभावकहरूले चाहिँ वास्तवमा यो खोप चाहिँ सबै आफूले पनि खाने, बालबालिकालाई पनि खुवाउनु पर्ने हुन्छ। स्थानीय सरकारको झन् ठुलो भूमिका चाहिँ छ, किन सबै कार्यक्रमहरू चाहिँ स्थानीय तहमा ठोकिने हुन्छ। हामी सबैको चाहिँ साझा प्रयास, अठोट र प्रतिबद्धता कायम गरेर चाहिँ पर्सा जिल्लाको 100% पपुलेसन, सबै जनसङ्ख्यामा चाहिँ वास्तवमा यो खोप चाहिँ यो पुरा भएको छ भन्ने खालको सन्देश दिउँ र यो चाहिँ खोपको चाहिँ अभियानमा चाहिँ सबै सरिक हौँ। सम्पूर्ण महानुभावहरूलाई यो अनुरोध गर्दै यो कार्यक्रम चाहिँ वास्तवमा खोप कार्यक्रममा अलि छोटो समयमा यसको तयारी गरेर चाहिँ जहाँ यो यसरी चाहिँ हामी आजबाट शुभारम्भ गर्दैछौँ। यसमा लाग्नुहुने खास गरेर चाहिँ स्वास्थ्य कार्यालय, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ लगायत
यो चाहिँ यो काममा चाहिँ प्रत्यक्ष परोक्ष रूपले आउनुहुने सञ्चारकर्मी मित्रहरू लगायत सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै यो कार्यक्रम शुभारम्भ भएको बेहोरा गर्छु। धन्यवाद, नमस्कार। लोग तो याद रखिए भोर ना पड़े अपने सबन, ये 26 गते से लेकर के आए वाला 2 गते तक ले, यानी कार्तिक 2 गते तक ले ये अभियान चली। अपन बाल बच्चा से लेके जितना छोटा बच्चा से लेके बूढ़ पुराने तक के अपने खियाई, अपने भी बची, अपने भी स्वस्थ रही और दूसरा का भी स्वस्थ रखी और दूसरा के भी बचाए में ये अभियान में सहयोग करे खातिर हार्दिक अनुरोध करें। कैमरामैन सत्यनारायण जी के बहुत बहुत तहे दिल से धन्यवाद देते हम साबिर हुसैन विदा चाहें। नमस्कार।